गाइज गुड मर्निङ है गाइज गुड मर्निङ। म चाहिँ इटारी आइपुगेँ आजभोलि नेपालतिर छु र अहिले चाहिँ टाइम गर्नुपर्दाखेरि ठ्याक्कै 7:30 भइसकेको छ। 7:30सम्म पनि यस्तो चाहिँ उसीले पुरै बेरेको छ। अब लगभग 1-1.5 महिना चाहिँ यतै हुन्छु होला होइन। अब फेरि यहाँको कति विदेशको मात्रै एक्सप्लोर गर्नु, कति भिडियो बनाउनु भनेर यसो छुट्टेको दिन टक्क मिलाएर यहाँनिरको पनि भिडियोहरू बनाउनु पऱ्यो। सो तपाईँहरूले चाहिँ हेरेर साथ दिनु होला। म चाहिँ तपाईँहरूलाई एक्सप्लोर गर्दै जाने थियो है त। कुरो गर्दै भएन यो हावाले। सो गाइज यो चाहिँ हेर्न सक्नुहुन्छ, यो चाहिँ कोसी ब्यारेज हो अनि यो चाहिँ 1963 मा बनेको। अनि यो चाहिँ तराईको एकमात्र यस्तो ठाउँ हो कि होइन, सबै हिमाल पहाडदेखिको पानीहरू सबै एकमुष्ट गरेर छेकेर राखिन्छ यसमा चाहिँ। अनि यो भनेको चाहिँ जम्मा 52वटा ढोकाहरू छ, पानी थुन्नको लागि 52वटा पानीको बाँध ढोकाहरू बनाइएको छ। र यो छोड्यो भने चाहिँ इन्डिया पुरा डुबानमा हुन्छ र पहिला पनि छोडेको थियो। र यहाँको दृश्य चाहिँ यस्तो देखिन्छ। अहिले चाहिँ पुरा फोक्स देखेर होला होइन, क्लियर देखिरहेको छैन। र यो अलिकति हुन्छ नि, अलिकति विदेशको पनि फिल गराउँदो रहेछ, किनभने अलिकति यो समुद्र जस्तो पनि फिल हुँदो रहेछ यो कोसी ब्यारेजमा चाहिँ। अनि आज चाहिँ हामी पहिला भनेको हामीले यस्तो सिटमै बसेर आउँथ्यौँ र आज भनेको चाहिँ सिल्भरमा आएको होइन। सिल्भरको एक्सपिरियन्स चाहिँ कस्तो भयो भने नि, सिटमा आउँदाखेरि चाक दुख्थ्यो तर यहाँ सिल्भरमा आउँदाखेरि नि आम्मामा चाकमा त नभएर के दुख्यो उपार्दै थचार्दै ल्याएर पैसा पनि धेरै तिर्नु छ अनि दुखाइ पनि धेरै सहनु छ यार। मलाई त खासै मन परेन। अर्को पालि चाहिँ सिटमै आउनुपर्छ होला। तपाईँ केमा आउन चाहनुहुन्छ अर्को पालि? प्लेनमा लटेको छ तर बेटर हुन्थ्यो होला है। 6,000 अनि 2 जनाको 4,000 भनेपछि 2,000 थापिएको राम्रो हुन्छ जस्तो लाग्यो मलाई। मान्छेहरू कतिजना होला सिल्भरमा मरिहाल्दै गर्ने, तर मलाई चाहिँ राम्रो लाग्यो नै गाइस। जान सबै दुखेर थेचार्दा यहाँको चाहिँ फसलहरू यस्तो हुन्छ होइन, सारोहरू हुन्छ। मेरो चाहिँ फसलहरू यस्तो हुँदो रहेछ है, बाटोमा पनि सारो आएर फसल बनाएर चिसो चाहिँ बबाल्दै चिसो रहेछ यार। यो एरियामा चाहिँ खतरा बाली चाहिँ खतरा हुँदो रहेछ, किनभने कोसीको छेउमै हो, पानी पाउँछ नि त टाइम। त्यो त इन्डियन हाट दिएर हुँदैन। देख्यो नि स्लिपर यस्तो हुन्छ स्लिपर। अहिले पुरा हुजु लगाइरहेछ होइन, त्यही भएर यसो अलिकति भ्युजहरू चाहिँ क्लियर देखिरहेको छैन। र भ्युज चाहिँ नलागेको भए यस्तो बबाल देखिन्छ यो ठाउँहरू चाहिँ। अनि यहाँनिर चाहिँ अचम्मको कुरा चाहिँ के देख्यो भने नि, हाम्रो बारी जङ्गलमा काठ दाउरा चिर्न गइन्छ होइन, तर यहाँ चाहिँ गाईबस्तु पालेर गाईबस्तुको गोबरबाट चाहिँ काठ दाउरा बनाएर त्यसरी आगो बालिँदो रहेछ क्या। बाहिर जानै नपर्ने क्या, घरमै उत्पादित एकैछिनमा सकिन्छ होला है त्यो दाउरा त। ढिलो सकिन्छ। चिसोले यस्तो सक्दो यस्तो भइसक्यो चिसोले।
लाग्यो खाना गएर खाना बनाएर खुवाउने कि किनेर खुवाउने मुसेर कस्तो मजाले हिँडेर टाढाबाट त घरै देख्दैन यहाँबाट घर छ भनेर घरहरू देख्दैन स्लिपर स्लिपरमा यस्तो छ रुम टक्क लाएर यहाँ चाहिँ चारवटा तल दुईवटा माथि दुईवटा भनेपछि एक साइडमा चारवटा अनि अर्को साइडमा चारवटा चार चार आठवटा अच्छु पर्दा लाग्यो अच्छु पार चिसो भयो नि त नि दामी देखाएको छ तर अलिकति फक्स भएर मात्रै हो कोही पनि होइन खुसीबाट पूर्वी तराईबाट हेरिरहनु भएको छ भने मेरो भ्लगलाई हेरिरहनु भएको छ भने चाहिँ कमेन्ट गरिदिनु होला तपाईँहरूको घर कहाँ पऱ्यो कुन ठाउँमा पऱ्यो र त्यो ठाउँतिर पनि म आउनेछु फेरि एक्सप्लोर पनि गर्नेछु तपाईँहरूको ठाउँ है त सो गाइस कमेन्ट गर्नु नबिर्सनु है त यो चाहिँ खास गरी तराई हो तर यो भ्युजहरू हेर्दाखेरि चाहिँ हामीलाई पुरा जङ्गलको फिल गराउँछ यस्तो रुखै रुख बगाल छ है सम्म ठाउँमा रुख खोलेर होला यस्तो बगाल देखिन्छ नि सो आनन्द आउँदो रहेछ हेर्दा यो चाहिँ जङ्गल सोचिँदा होला तर यो चाहिँ कोसी तराई हो है लाइट के बुझिन बिजुली त्यहाँबाट आउँछ कहाँ छ लेखेको दुई तिनचोटि थिन्छ हेर न अलि राम्रो हुने भने अहिले तेरो काली आयो गाइस आजको भ्युज आजको नजारा र आजको भिडियो चाहिँ यति नै हो गाइस चाहिँ मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर अनि च्यानललाई सब्सक्राइब गरेर साथ दिनु होला अर्को पनि नयाँ नयाँ भिडियोहरू पनि आउँदै गर्नेछ तपाईँहरूको सामु है त सो थ्याङ्क्स फर वाचिङ किप लभिङ एन्ड किप सपोर्टिङ बाइ अब म एकछिन सुन्छु स्लिपरको एक्सपिरियन्स कस्तो भयो सुनाउ न त खुब स्लिपर भन्थिस् त सुना न किन हल्लेर के हल्लेर गाडी हल्लेर अनि सुतेर जान पाइरहेको छ त किन मन लागेन अर्को पालि त्यसो भए अर्को पालि सिटमै आउने ल ठिक छ क्या सिल्भरको एक्सपिरियन्स यस्तो हुन्छ चक्कको माथि छ हल्ले छ जिउ ज्यान सबै दुखिसक्यो सिल्भर भन्थ्यो नि त सोल्टे त्यही भएर सिल्भरमा आएको